साथीहरू नमस्कार, म विपना कोइराला। स्वागत छ हाम्रो युट्युब च्यानलमा। आज म महिनावारी अनियमित भएमा घरेलु उपचार कसरी गर्ने भन्ने बारेमा जानकारी दिन गइरहेको छु। साथीहरू, तपाईहरू यस्तै जडीबुटी सम्बन्धीका भिडियो आफ्नो मोबाइलमा आइरहोस् र दैनिक जीवनलाई सहज होस् भन्ने चाहनुहुन्छ। यदि चाहनुहुन्छ भने हाम्रो युट्युब च्यानल सब्स्क्राइब गरी नजिकै रहेको बेल आइकन दबाउन नभुल्नुहोला। साथै भिडियोलाई लाइक, कमेन्ट, शेयर गरी आफ्ना जिज्ञासा समस्याहरू छन् भने हामीलाई कमेन्ट मार्फत जानकारी गराउन नभुल्नुहोला। महिनावारी अनियमित हुँदा जडीबुटीबाट केही मद्दत लिन सकिन्छ, तर प्रयोग गर्दा डाक्टर वा आयुर्वेदिक विशेषज्ञसँग परामर्श लिनु आवश्यक हुन्छ। यहाँ केही जडीबुटीहरू छन्। नम्बर 1, कुरिलोको जरा पाउडर वा काडाको रूपमा प्रयोग गर्ने विधि। 1 चम्चा शतावरी पाउडर दूध वा पानीसँग मिसाएर दिनमा 2 पटक खाने। नम्बर 2, आलसको दानालाई पानीमा भिजाएर वा पिडेर 1 चम्चा आलस दिनमा 2 पटक पानीसँग वा दहीसँग खाने। नम्बर 3, बेसार ताजा वा पाउडर बनाएर 1 मासा बेसार दूधसँग 1-2 चम्चा खाने। नम्बर 4, गुर्जोलाई ढाडको काडा बनाएर 5-10 ग्राम गुडुची 1 गिलास पानीमा उमालेर दिनको 1 पटक सेवन गर्ने। नम्बर 5, मेथीलाई भिजाएर वा पाउडर बनाएर 1 चम्चा मेथीला दाना रातभरि भिजाएर बिहान खाली पेटमा छानेर पिउने। नम्बर 6, अशोक रुखको छालाको काडा बनाएर पिउने। 5-10 ग्राम 2 गिलास पानीमा उमालेर 1 गिलास बाँकी हुँदा छान्ने। दिनको 2 पटक बिहान बेलुका खाली पेटमा खाने। साथीहरू, भिडियो मन पर्छ भने च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला।